हामी दादाको लागि शपिङ गर्दैछ। मेरो टिचर तुर्यो हो। यहाँ कस्तो कस्तो राम्रो राम्रो आएको रहेछ होइन। यस्तो खाले सर्टहरू आएको रहेछ कि मलाई त पुरा मन पर्यो यस्तो खाले। नमस्ते, म करिश्मा कालीकोटी कालीकोटी। तपाईँहरू के कस्तो हुनुहुन्छ? आफू चाहिँ तपाईँहरू सबैजना सन्चो हुनुहुन्छ भनेर। अनि आज त हामी आन्टीहरूमा आइरहेको छु तल दार्जिलिङ, यता गौशाला भन्छ यसलाई चाहिँ होइन। सो मैले हिजो तपाईँहरूलाई देखाएको थिएँ हामी दार्जिलिङ आएको होइन। अनि हाम्रो दसैँको सपिङहरू थियो। अनि हिजो चाहिँ ढिलो भएर चाहिँ हामी चाहिँ यतै बसेँ। मेरो चाहिँ आमाको बहिनीको घर छ यहाँनिर। अनि म चाहिँ यहीँ बसेँ हो। अनि अब चाहिँ हामी खाजासाजा खाइसकेँ। सो अब त हामी निस्किनुपर्छ। आज हामी घर फर्किन्छ होइन। आजको चाहिँ वेदर दामी भइरहेको छ। तपाईँहरूलाई पनि देखाउँछु म होइन। हेर्दै गर्नुहोस्। अनि मन पऱ्यो भने जति सक्दो मेरो च्यानललाई सब्सक्राइब गर्दा नबिर्सिनुहोस् होला हुन्छ हो। हुन्छ म तपाईँसँग एकछिन गरेर भेट्नेछु ल। त यहाँ हुनुहुन्छ होइन। यसो रमिता हेर्दैछ। आजको चाहिँ भन्नु पऱ्यो भने चाहिँ यस्तै छ होइन। यो पारि देखेको चाहिँ सबै चानबारीहरू देख्छ। यहाँ चाहिँ फुलबारी हो। अन्त यहाँ पर देख्नु हुँदैछ नि साथीहरू, यो चाहिँ मेरो माइत घर देख्दैछ। त्यहाँबाट हेर्नु ल, मारेबुङहरू देख्छ, रिस्याटहरू देख्छ हो। ए हाम्रो घर देख्छ। पहिला हामी स्कुल पढ्दाखेरि चाहिँ यहाँनिर अब कति बसेको नि त म। यहीँबाट स्कुल पढ्थेँ हो। धेरै साल यहाँ बसेँ म होइन। अहिले चाहिँ सबै कुरो नयाँ बनाएको छ यहाँ होइन। अन्त यहाँ चाहिँ हाम्रो पहिला चाहिँ यहाँ अर्कै थियो। यहाँ चाहिँ हामी यहाँ चाहिँ रुम थियो। यहाँबाट त सिधा हाम्रो घर देख्थ्यो हो। उपारि हेर्दै रुँदै बसिरहन्थ्यो हामी हो। अनि आजको त्यो वेदर यस्तो छ। अब चाहिँ हामी खाजाहरू खाइसक्यौँ हो। अब चाहिँ निस्किने हो हामी। सो म तपाईँहरूलाई बाटोमा भेट्छु। गुड मर्निङ भन्नु दादा, जोडले भन्नु न। गुड मर्निङ एभ्रीवान। हुन्छ म तपाईँहरूलाई अब एकछिनबाट भेट्नेछु ल। आन्टी पनि रेडी हुनुहुँदैछ हो। अन्त अब हामी चाहिँ सँगै निस्किन्छ। हजुर हामी चाहिँ अब रेडी भइसक्यो होइन। अब चाहिँ हामी निस्किनु आँटेको हो। घाम हेर्नु न क्या दादा। आन्टी यहाँ रेडी हुनुहुँदैछ। यहाँ हो आन्टीको चाहिँ सेवा छ अरे नि त आज माथि, त्यही भएर अब चाहिँ हामी सबैजना सँगै जान्छ। कसलाई फोन गरेको भन्दैछ अब। हुन्छ म तपाईँलाई बाटोमा गएर भेट्नेछु ल। आन्टी चाहिँ रेडी हुनुहुँदैछ हो। रेडी भइसक्नु भयो प्रायः। चटक्कै साडी फाडी लगाएर अलिअलि मेकअप गर्नुहुँदैछ। निस्केको होइन। अब माथिसम्म चाहिँ हिँड्दै जानु पर्यो। आन्टी चाहिँ यहाँ आउनुहुँदैछ यहाँनिर हो। ल माथि खिचौँ न अन्त ल। दादा त अगाडि अगाडि हो। अलिक हिँड्नै पर्छ नि त यहाँबाट चाहिँ, त्यो भएर हेलो हिँड्नै मार्यो। यस्तो उकालो छ साथीहरू। नाक ठोकिने उकालो छ। उता गयो सर सर सर। कहिले पुग्नु हामी। फाइनली बस स्ट्यान्ड आइपुग्यो हामी। यहाँ कहाँबाट हिँडेर आएको। स्या 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 भयो म त साथीहरू। यति साह्रो भयो यहाँ हेर्नु न। उकालो हिँडेकोले आन्टी आन्टी पसिनै पसिना भयो। भिडियो काट्नु एकछिन बस्नु न त ल दिदी। साथीहरू अब आन्टी पनि जानुभएको हो। अब हामी पनि गएको। यहाँ पसिनाले खलखल भइसक्यो। आन्टीहरू जानुभयो होइन। अनि अब म र दादा चाहिँ अब यहाँ एक दुईवटा काम छ होइन। अनि त्यो काम गर्छ। यहाँ हेर्नु न घाममा अझै पनि आमामा मेरो त झन् पसिनाले तुरतुर भइरहेको छ। चाहिँ हामी दादाको लागि सपिङ गर्दैछ। मेरो टिचर तुर्यो हो। यहाँ कस्तो कस्तो राम्रो राम्रो आएको रहेछ हेर्नु न। यस्तो खाले सर्टहरू आएको रहेछ कि मलाई त पुरा मन पर्यो। यस्तो खाले नयाँ आएको रहेछ रिलोडमा। यो चाहिँ हो। हजुर खै देखाउनुहोस् त कस्तो भयो। यहाँ चाहिँ उसले ट्राई गर्दैछ। ठुलो त भएन। तपाईँ सर्ट माथि लगाउनु भएछ नि त। यसले सर्ट त खोल्नुपर्छ। हेर्नु घाम आउनु बजारमा। आज त डरलाग्दो भिड छ नि तर। हेर्नु नै हिँड्ने बाटो धरि छैन यहाँ उकालोमै। हामीले त सबै काम सक्यौँ होइन। अनि गाडी पनि आइसकेको छ हाम्रो। आज त हामी फर्किन्छ नि त उता घर। अनि त्यही भएर अब
अब चाहिँ हामी लन्च गर्नु जान्छ। बडी पनि आइरहनु भएको छ अरे हो, बडीलाई पनि भेट्छ। गरमले त यहाँ मलाई पसिना आएको। सिलगढी त्यतिकै गरम भइरहेछ यहाँनिर साथीहरू। अब चाहिँ हामी लन्च खाएको चाहिँ मेरो बडी पनि आइपुग्नु भएको छ हो। दादा त यहाँ छ। हामी चाहिँ हामी एकछिन यता रिलायन्सभित्र पसिरहेको छु होइन। यतानिर अहिले चाहिँ बडीले पनि सपिङ गर्नुहुन्छ अरे नि त, अनि त्यही भएर हो दादा त्यहाँ हुनुहुन्छ। यहाँ कति क्युट हो नानीकै होइन। अब चाहिँ हामी घरतर्फ लागेको साथीहरू। हामीलाई चाहिँ ढिलो भयो होला, गाडीले पनि बोलाएको गर्दैछ हो। अब चाहिँ हामी गएको। हाम्रो चाहिँ त्यहाँनिर गाडी एकछिन रोकिरहेको छ होइन। मलाई चाहिँ कस्तो भमिट आउला जस्तो भएर क्या साथीहरू। घरि त सक्दैन गाडीमा हिँड्नै हो। अनि एकछिन आलु मिमी खानुको लागि यहाँ रोकिरहेको छ यतानिर साथीहरू। हामी चाहिँ भर्खरमा चाहिँ आइपुगेको हो। यति ढिलो र यस्तो रात पर्यो होइन, नभनेको 6:30-7 बज्न आँट्यो, ढिलो भयो। अनि आजलाई त मेरो भिडियो यति नै थियो है। अनि मेरो दसैँको सपिङहरू के गरेको छु त्यो चाहिँ भोलि देखाउने छु तपाईँहरूलाई भोलिको ब्लगमा। अनि आजलाई चाहिँ मेरो यति नै थियो। हुन्छ, बाई बाई। मन पऱ्यो भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला मेरो च्यानललाई। बाई बाई। म त पुरा टायर्ड भयो क्या, थाक्यो पुरा। बाई बाई।